गाइज वेलकम टु माई न्यू सारा फ्यामिलीमा आज पनि हामीहरू गेमिङ भिडियो बनाउन गएर आएको छौँ है त। अब हेर्नु अब गेमिङ भिडियो अब आज हामी ऱ्याङ्क म्याचमा खेल्छौँ है त। ल ऱ्याङ्क म्याचमा कुन भनी सिएस खेल्ने कि बिआर खेल्ने? अब पहिला एक गेम त एकछिन पहिला डिट आइडी छ नि त, त्यही भएर म आफ्नो मोबाइलमा नि खेल्छु, आफ्नो मोबाइलमा, त्यही भएर सबै त्यो डाउनलोड गर्छु। अनि मेन त स्नाइपरको यो एडब्ल्युएमको गर्नुपर्छ है साथीहरू। र म यो पर्मानेन्ट स्किन ल अब चाहिँ ऱ्याङ्क म्याच ल सिएस ऱ्याङ्क बिआर ऱ्याङ्क खेलिदिउँ साथीहरू। सोलो खेल्ने क्या, हामी त सोलो खेल्छौँ, त्यही भएर मेरो 400 लाइक पनि पुगेको साथीहरू। अब मेरो अब हाम्रो च्यानललाई धेरै साथ सपोर्ट गर्नु होला। मसँग धेरै इमोटहरू नि छैन साथीहरू, मसँग 3 मात्रै इमोट छ। 4 चोटि हिरो पुगेको छु, बिआरमा चाहिँ 2 चोटि। त्यही भएर अब यो सिजनमा फुल टु बिआरमा पुगेको छ। अनि हाम्रो यकुजा ग्याङ अब लेभल 4 को हुन्ला है। यकुजा ग्याङको लिडर यही वाइजी करण, अनि अरू पनि हुनुहुन्छ यहाँ अनिस लामा, यो पुरानो हो। अनि यहाँ एउटा साथी पनि छ कि मेरो स्कुलको साथी, यहाँ वाइजी प्रयुस मेरो स्कुलको साथी पनि छ कि है। यसको आइडीलाई नि धेरै सपोर्ट गरिदिनु होला है। प्राइम लेभल 4 छ, मेगुमी बन्डलहरू निकाले हा। ल बिआर ऱ्याङ्कको यही मात्र हो कि साथीहरू, त्यो खुल्दैन कि के भन्ने। अब यो 212 छ। मैले यो के हो यो थेम हो कि स्टिकर, खै फोसी गरेको स्टिकर पाउनु लाग्छु। अब हेर्नु खै त, अब यो गेमै सुरु हुँदैन गाइज। यस्तो हेर्नु न, अब 1 मिनट भइसक्यो गेमै सुरु हुँदैन। अब के गर्ने सुकुना बन्डल आएको छ गाइज। अनि इभो भरिमा पनि छ, अनि अर्को हाम्रो यो पनि छ। 22 घन्टापछि अर्को आउँछ। 22 घन्टापछि त्यो अर्को त्यो चेन्ज हुन्छ कि यो बन्डल चाहिँ चेन्ज हुन्छ भने होइन, अर्को चेन्ज हुन्छ। गेमै सुरु भएन गाइज, के हो त। ल गरम त सुकुना बन्डल पनि रेयरै हो, गोजो भन्दा त होइन। तर हामी त गोजोको फ्यान हो नि त गाइज। फेरि अलवेज इन टप। ल खै अब सुरु गरौँ है त। खै अब त गेमै सुरु हुँदैन गाइज, अब के गर्ने। खै आफ्नो सबै त क्लेम गर्दै भयो। बिआरसिएस एलिमिनेट एनिमी बिआरसिएसमा 160 चोटि हार्नु पर्दो रहेछ। मिस्ट्री सप मैले यो पाएँ गाइज, मैले यो पाएको छु। खै त साथी गेमै सुरु हुँदैन कि, त्यही भएर कि म यो नखेल्ने। अब के गर्ने यत्रो गाइज। ल सुरु नै हुँदैन त गाइज गेम त। ल खै अर्को सिएस ऱ्याङ्क खेल्नु। सिएस त फ्याट्टै लगाइदियो कि गाइज, सिएस त फ्याट्टै लगाइदिन्छ कि गाइज। फेरि के हो I've done this 1,000 times. In virtual reality. I'll outrun my fate to First blood. Enemy here. double kill. Double kill. 2 किल छ गाइज, देख्नुभयो। Thanks. गन्डीमै I may not be a game master, but I am a master of games. Need equipment. I need equipment. अर्को गेम नि खेल्छु आज म। डायमन्ड आइको 2 स्टारसम्म चाहिँ गरेको छु है। यो चाहिँ 1 स्टार हालिहालौँ गाइज। ढाल्न त टाइमै लाग्दैन कि। First blood. आउँछु हान्छु त। First
गइहाल्यो नि यसले एक छुदामा मर्दिन्छ नि अब के गर्ने हेरौँ है अब निकाल्नु सक्नु निस्किन्छ नि अब अर्को राउन्डमा चाहिँ हेर्नु अब म अलिकति कडै हान्नु पऱ्यो है अर्को राउन्डमा चाहिँ अब यो राउन्ड त गयो कि अब हाम्रो दुईटा साथीहरूले सम्हाल्छ अब हेरौँ है गाइज अब 2v2 छ कि एउटा म त Double kill. 1v1 को सिचुएसन छ अब सम्हाल्नु पर्छ त्यसले सिधै आएर मलाई भुट्दै Triple kill. निकाल्दियो है यसपछिको राउन्डमा चाहिँ हेर्नु है मैले लिएको भए त हुन्थ्यो तर अलिकति रिस्क थियो भनेर मात्र मैले नल्याए के I may not be a game master, but I am a master of games. 90 नै लिदिन्छु 1300 को P90 बाइ ल Need equipment. अब हेर्नु है त अब म अनि माथि चढिदिन्छु डेजर्टले सिधै चिप्काइदिन्छ हाम्रो टिममा मसला थियो सबै हब्बुहरू होला नि तर होइन रहेछ त्यही त्यो ओरिङवाला First blood. Help me. Thanks. डुबिहाल्यो Help me! Help me! गेम डुब्नु भएन Help me! ल म रिभाइभ पो दिन्छ त यार Help me! मेरो स्कोप कहाँ छ कि Help me! Help me! अघि मैले त्यसलाई सजिलो हानिदिन्छ गाई तर अब के गर्ने स्कोप यस्तो ठाउँमा एकछिन रुक्नु है म पछाडि नै छु होला नि त खै म त घुस्दिएको गाइज अब जे होला घुस्ने बाहेक अरू के नै I may not be a game master, but I am a master of games. अब अनले म चिप्काउँछु है अब त अति के गर्नु अनले पनि हानौँ अब जाम अगाडि गएर मलाई हुलो पर्पल चाहिँ मलाई अलिकति त्यो भएर अब हेर्नु है गाइस अब म अनेर कहाँ पुगेर कसलाई हान्छु है त्यसलाई रोकेछ नि त राम्रो अलिकति अगाडि नै जानु First blood. Help me! Help me! Help me! उताड़ आइरह कि राम उताड़ आइरह Thanks. उताड़ आइरह म सम्हाल्छु सम्हाल्न त Double kill. हान्न चाहिँ भयो है हान्न चाहिँ हाम्रो साथीहरूले बबाल I may not be a game master, but I am a master of games. भन्दिनु होला अब म त गेममा अलिकति कन्सन्ट्रेट गर्छु कि अब थोच अब लास्ट Need equipment. अब लास्टमा अलिकति होसियार भएर खेल्नुपर्छ अब
जाम अब बेफिकर भएर जाम एकजनालाई त म मजाले ढालिदिन्छु अब चारैजना अगाडि आयो भने चाहिँ एउटा कुरा हो अब एकजनालाई चाहिँ म मजाले ढालिदिन्छु क्या मलाई त्यसैले तल तल हालेर जाम न गाइस सजिलै ढाल्नु नि हो पहिले गएर मै मर्दै भने अब के गर्ने यस्तो त मै त भइहाल्यो नि First blood. 領域無料空襲 Help me. Double kill. भनेकै थिएँ ल जित्यो फाइनली भन्दै थिएँ गाइस एकजना त म मजाले ढालिदिन्छु अब अर्कोलाई चाहिँ खोइ के गर्ने That's right. I'm the game champ. अब अझै एउटा लास्ट गेम हान्दिउँ अनि त्यसपछि चाहिँ म गएको है भन्नुपर्दा यसलाई चाहिँ हजुरलाई सबैले लाइभ त्यो नै भन्न मिल्छ है यसलाई चाहिँ हजुरहरूले त्यो नै भन्न मिल्छ र लास्ट अब एक गेम पछि चाहिँ म भिडियोलाई अफ गर्छु है त यो चाहिँ अलिकति चाँडै सक्काम होला किनभने गाइस I've done this 1,000 times. खै अगाडिको In virtual reality, this isn't gonna be a snowball fight. Believe me. सजिलै हानिन्छ गाइस हेर्नु है आरामले हान्ने क्या गाइस हामी त त्यो चिन्ता नलिने क्या चिन्ता नलिकन मजाले गएर हान्ने हो क्या हामी अगाडि सुत्न बन्डल नै आएको रहेछ सबैले टपअप गर्न थाल्यो भने के कस्तो हुन्छ कहिले पनि टपअप नगर्ने पैसा जान्छ भनेर त्यसरी टपअप गर्नु पनि हुँदैन कि अब यदि राम्रो त्यो भिडियो बनाएर गरिनाले भिडियो दियो भने चाहिँ एउटा कुरा हो गरिनाले नै डायमन्ड दिन्छ 1,80,000 जति सबैलाई दिन्छ युट्युबरहरूलाई नभए त अब आफैले कहिले पनि टपअप गर्नु हुँदैन कि गाइस आफ्नो मम्मी ड्याडीको पैसा जान्छ यति बनाएको पैसा त्यही भएर हामीले कहिले पनि त्यो First blood. म त गर्दिनँ अब सक्नुहुँदै गर्दिनँ टपअप कहिले पनि नगर्नु है साथीहरू Double kill. मम्मीहरूले बल्ल दुःख गरी काम गर्नुहुन्छ नि हामीले त्यस्तो पैसा उडाइदिनु त्यस्तो गर्नु हुँदैन त्यही भएर अब हामी टपअप नगरिकन बस्ने कि त्यो गोल्ड रोयलहरूमा नि त बन्डल आउँछ त्यो बन्डलहरू मेरो नि राम्रो कलेक्सन छैन गाइस म पनि फ्रीकै त्यो बन्डलहरू लाएर खेल्छु Triple kill. त्यस्तो त्यो टपअप पनि गर्नु हुँदैन कि गाइस Ace. त्यस्तै त्यो बन्डलहरू निक्लिने हो साथीहरूको अगाडि आफ्नो त्यो बढाउने हो त्यस्तै त हो नि टपअप गर्नु भनेको तर हामी त कहिले टपअप गर्ने होइन म त कहिले टपअप गर्दिनँ गेममा But I am a master गेममा of कहिले games. टपअप गर्नेवाला नि छैन अब गेममा फोकस गरौँ यस्तै टपअप गेम त खेल्छ टपअप नगर्ने डायमन्डहरू कसैको मनमा टपअप गरेर पर्छ हुन्छ र तर त्यो टपअप कहिल्यै गर्नु हुँदैन गाइस आफ्नो मम्मी ड्याडीले बल्ल बल्ल जोडेको पैसा मात्रै वेस्ट हुन्छ त्यसले हुन्छ चाहिँ कि अब त्यो टपअप गरेर पैसा पनि फिर्ता ल्याउने होइन एकचोटि टपअप गऱ्यो भने गऱ्यो पैसा कहिले फिर्ता आउनेवाला छैन त्यही भएर के गाइस आफै त फ्री बन्डलमा ड्रिम हेर्नु मैले यस्तो फ्री बन्डल पाएर नि कस्तो त्यसैले केही गर्दैन कि यस्तो त्यो टपअप हानेर अब हामी राम्रो राम्रो बन्डल मात्र निकाल्ने अरू केही हुँदैन अब अगाडि पनि जाम I need blue wall. कहाँ छ Help me. Double kill. Help me! Thanks. Good job. पछि हामी कहिले भल्युम भने रिभाइभ त मिल्छ लास्ट 2 राउन्ड छ गाइस I may not be a game master, but I am a अम्लिम न योभन्दा अगाडिको अम्लिएर हानेको थिएँ हेर्नु है कस्तो चाहिँ हुँदो रहेछ Resources here. कम्पनी लाएको मैले त्यहाँबाट केही भएन अब खेल Resources here.
गर्नु त गर्ने हो अब हानम जाम यो गेम के जित्न त सजिलै जितिन्छ जस्तो लाग्छ गाइज मलाई हेरम के था गेम पल्ट्यो अनि अघि मास्टर 2-0 मा तिनीहरूले गेम पल्टेको थियो नि त्यस्तै गेम पल्टाइदियो अन्त Help me! First blood. Double kill. खोइ त अरू दुईजना त एनिमी त ल तल तल हो उता उता साइडमा अरू अर्को त पक्कै तलै होला Triple kill. Thanks. ले गएर पढ्न खोज्नुपर्छ कि गाइस फेरि लास्ट एउटा भन्छ सबैले प्रेसर हाल्यो हुन्छ तर अब कहाँ चाहिँ लुक्यो होला खोजम कहाँ चाहिँ होला त त्यो एनिमी खै त्यसलाई खै छैन त छैन गाइस न त एनिमी Help me. Ace. फेरि एस होइन गाइस ह्याकर हो क्या हो झ्याप्का झ्याप एस हुन्छ त आमामा Thanks. राउन्डमा नि एसै होइन I may not be a game master, but I am a master of games. Resources here. नै धेरै चलाइन्छ Resources here. अब हुनु पर्छ गाइस बिआर ऱ्याङ्कको म्याच गेम पनि आउँछ है त्यो सुरु नभएर नभए आज म हामीलाई बिआर ऱ्याङ्कको गेम देखाइदिन्थेँ अब Quickie B conversion for everybody. सिएस अघिदेखिको फ्याटै सुरु भइदियो त्यस्तै हो Resources here. अब अगाडि जाऊँ अगाडि गएर हेरौँ गाइस रिस्क त छ है फेरि रिस्क छैन नि भन्दिनँ रिस्क त छ एकैचोटि चारैजनाको बिचमा घुस्नु भनेको त एउटा त के हो नि त फेरि अब गाइस हामीले टेन्सन फ्री भएर जाने उता गएर पहिला ढल्यो गाइस First blood. गएर ज्यादा बित्तिकै गएर ढल्ने यार त्यतिकै हान्यो गाइस मलाई नि अब यताबाट मलाई नि हान्यो अब चाहिँ यो लास्ट एक राउन्ड हो त्यसपछि चाहिँ म राख्छु है गाइस Triple kill. अब अगाडि जाऊँ कमब्याक हाने है गाइस यिनीहरूले कमब्याक हाने कमब्याक I may not be a हाने game master, तर अब but I am a master of games. थम्सनले हाने के गाइस बब्बाल थम्सनले भुटेके बब्बाल भुटेके गाइस थम्सनले त्यही भएर के गर्ने के होइन गाइस अब यो गेम हेर्दा त पल्टिन्छ अस्ति छ यिनीहरूले जित्ला जस्तै हो तर आफ्नो फुल ट्राई गर्ने के पुरा भुट्छ नि त भने गाइस अगाडि त ल अगाडि गएर पुरा थम्सन लिएर भुट्छ त त्यस्तो भुट्छन् त्यही एउटा डिजे आलोकको भरसामा छन् गाइस सबै नभए त अरू सबैलाई त एक्लैले ढलिन्छ अब त्यही एउटा डिजे आलोकहरू त्यहाँको प्रो भनेको भुटन ट्राई गरेर त अब त अस्ति हो गाइस First blood. रियाक्ट दिइरहेछ कि म के हुने यो लो यो हान्नु सक्दिन कि यार ल अब झन् जोनमा गएर वान्डीको कहाँ सकेछ अब खै चारैजना आएर घुस्दै एकजना त हान्यो तर आफ्नो निमित ढल्यो है अब गाइज अब अम्लिनु पर्यो जस्तै छ यो डिजे आलोकको भरमा नि के सबै यो डिजे आलोकको भरमा खानु कोही I may not be a game master, but I am a master of games. पल्टिनी हो गाइस तर आफ्नो फुल ट्राई गर्ने है जित्ने ट्राई गर्ने अघि 4 नम्बरले यसका भन्दा अहिले राम्रो भयो अब गाइस आजको भिडियोलाई चाहिँ यति नै राखौँ ल बाई बाई साथी